for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. Hey, what's up guys? It's me जी पाब्लो. तपाईहरुले सही पत्ता लाउनु भयो. आज म जादैछु रमिते अनि मैसँगै तपाईहरुलाई पनि बसी रमिते पुराएर घुमाएर फेरि लिएर आउने छु. त्यसैले कीप वाचिङ हैन. ल लेट्स सी के हुन्छ. हेर्नु चाहिँ नछुटाउनु होला. सल्लाहमा चाहिँ आज बजार रहेछ हैन. सोमबार मान्छेहरु एकदम भिड छ हैन. अब अरु बेला यही बाटोमा शून्यता छाउँथ्यो भने सोमबारको दिन चाहिँ यही बाटोमा हैन हिँड्न पनि गाह्रो हुन्छ मान्छेलाई. मान्छेहरु पनि देखिरहेछौँ हामीले. कोही कालो छन्, कोही गोरो छन्, कोही सेतो छन्. तर कलर डजन्ट म्याटर. मन राम्रो हुनु पर्यो, मन सफा हुनु पर्यो. जस्तो तस्तो दुःख गरेर अहिलेलाई हामीले यो भिडलाई पार गरेर हैन. अब यहाँदेखि उता चाहिँ भिड हुँदैन भन्ने आशा छ हैन. यहाँदेखि सायद उता भिड हुँदैन पनि. हामी चाहिँ पहाडतिर चढिसक्यौँ हैन. हामी उकालो लागिसक्यौँ अनि जब हामी पुगिन्छ पहाड रमाइलोको लागि खानु मन लाग्छ जहाज. त्यस्तो साइडहरू सिचुएसन अनुसारले निस्किरहेको छ हैन. तपाईँहरूलाई मजाले हामीसँगै छुन जस्तो फिल गराएर मजाले रमिते पुऱ्याएर सुरक्षित सहित तपाईँहरूलाई म फेरि फर्काएर लिएर आउँछु है त. अहिले हामी चाहिँ ट्याक्कै भन्नुपर्दाखेरि टाढीबाट उकालो लाग्दैछौँ. वाउ नाइस फुड. वाउ ब्युटिफुल. कपाल सिन देख्नुभयो होइन. यहाँनिर हामीले रोकाएर चाहिँ होइन तपाईँहरूलाई मैले यस्तो एउटा सिन देखाउनको लागि यहाँनिर रोकाएको छु होइन. त्यो सिन म तपाईँहरूलाई देखाउँछु है त. ल हेर्नुहोस् यो सिन हेर्नुहोस्. यो शून्यतालाई महसुस गर्नुहोस् त. यो शून्यतालाई महसुस गर्नुहोस्. यो हावालाई महसुस गर्नुहोस्. ब्युटिफुल. वाउ यो काग. ए काग अरे यो चिल. काग उडिरहेको छ चिलमा. मैले भिडियो बनाइरहेको छु चिलमा बसेर यो पहाडको डिलमा. इन्ट्रोड्युस गराउन जाँदैछु म न्यू फेस होइन. अभिषेक निरौला होइन. वेलकम टु माई ब्लग. जे भयो भने तपाईँलाई अहिले कस्तो फिल भइरहेको छ त? अब अहिले त यहाँ कुल फिल भइरहेको छ नि. यसो अब फ्रेस हुनलाई घुम्न होइन. अब रमिते डाँडासम्मको यात्रा होइन. अब कति पुग्न पनि लाग्यो होला सायद. अनि यता हाम्रो दाइ हुनुहुन्छ होइन. दाइलाई पनि वेलकम टु माई ब्लग होइन. अनि तपाईँले नि एक दुई शब्द बोलिदिनु पर्ने हुन्छ दाइ. घुम्न हिँडेछ रमाइलो गर्नुपर्छ होइन. यसो अब देखाइदेऊ. मौसम छ, घाम पनि पुरा सेलाएको छ होइन. जाडो महिना छ, जिउ तताउनु छ. हुन त हिजोदेखि अलिकति चिसो बढेको छ. आज चाहिँ अनि हामी चाहिँ चिसो ठाउँमा गएर जिउ तताइदिउँ. गर्मी आउनुपर्ने ठाउँ हुन चाहिँ खास है. तर जाडामा पनि ठिकै हुन्छ. भन्नु पर्दैन त्यो त. अब बुझिहाल्नुहुन्छ होइन. ल अब हामी यहाँबाट माथितिर लाग्यौँ है त. यहाँबाट चाहिँ उपर जाडो हुन थालिसक्यो होइन. नाइस मन्दिर. कस्तो कुल देखिराख्नु भएको होला है तपाईँहरूले. यो फिल तपाईँहरूले पनि महसुस गर्नुहोस् ल. फिल ओपर चिसो छ होइन. यहाँनिर साइलेन्स छ. वरिपरि प्याप पुको आवाज छैन होइन. आनन्दले हामी गइरहेछौँ. चिसो हावाले हानिरहेको छ होइन. ओपर धानिका स्ट्रेसहरू सबै निस्क्यो क्या. तर फेरि तल पुगिसक्दा त्यही होला. र पनि अलिकति भए पनि फ्रेस भयो म.
वाउ ट्याक्क टेन टाउनको तल छौँ होइन एकदम फेमस जग्गा टेन टाउन अरे लगाइछ होइन टेन टाउनभित्र प्रवेश गर्यो है त के छ त त्यस्तो यो टेन टाउनमा होइन लेट्स सी के छ म देखाउँछु है त यस्तो छ टेन टाउन चाहिँ टेन टाउनको सिन हो ल यो चाहिँ मिक्लाजुङ 1 रमिते मोरङ पर्दो रहेछ होइन द टेन्ट हाउस अब यहाँनिर बसेर यसरी पिन पनि खेल्न पाइयो है त भाँचिने सम्भावना जस्तो लाग्यो मलाई हल्का डर पनि लाग्यो होइन त्यसैले म धेरै मचिन्न है त मचिने बानी पनि छैन अनि अब म यहाँबाट ओर्लिन्छु म तपाईँहरूलाई देखाइरहेको छु अहिले टेन्ट हाउस आयो तपाईँहरूलाई देखाइसकेको छु टेन्ट टाउन होइन अनि अब के छ त त्यस्तो टेन्ट टाउनमा तपाईँहरू आएर के गर्नु सक्नुहुन्छ त पहिलो नम्बरमा आउने अनि अब तपाईँहरू यहाँ बस्न सक्नुभयो बस्ने सुविधा एकदम रहेछ तपाईँहरूलाई रुममा बस्नु मन छैन भने यहाँ व्यवस्थित तरिकाले टेन्ट पनि तपाईँलाई अब कुन धौरागिरी अनि अब कञ्चनजङ्घा अनि अन्नपूर्ण कुन हिमालमा बस्नु मन छ होइन बस्नु सक्नुहुन्छ यो चाहिँ कञ्चनजङ्घा पऱ्यो होइन अनि उयो चाहिँ धौलागिरी पऱ्यो उयो चाहिँ हिमाल बेस क्याम्प उताको एभरेस्ट बेस क्याम्प रहेछ यस्तै लगायत विभिन्न कुराहरू रहेछ यहाँनिर होइन अब त्यही हो त्यसै गरी तपाईँहरू निरन्तर नछुटाइकन हेर्नु होला त्यसै गरी तपाईँहरूले हेर्दै हुनुहुन्छ दोब्रे भ्लग सही पत्ता लाउनु भयो अहिले हामी छौँ टेन टाउनमा ल है त हामी टेन टाउनमा किन बसेनौँ भन्ने कुरा चाहिँ जहाँनिर इज्जत हुँदैन त्यहाँनिर पाइला कहिले पनि राख्दैन पाब्लोले त्यहाँको कुरा यसो 1-2 शब्द भनिदिनु न त टेन टाउनमा किन बसिनौँ र तपाईँलाई त्यहाँको के ठिक लागेन अब भन्नुपर्दाखेरि अलिकति त्यहाँको कस्टमरलाई गर्ने बिहेभियरै ठिक लागेन कस्टमर आइसकेपछि होइन जहाँ बस्छु भन्छ त्यहाँनिर बस्न त पाउनु पर्यो नि त पैसा खर्च गरेपछि हजुर आफूले मन लागेको ठाउँमा बसेर खान पाउनु पर्यो त्यो हुँदा पैसा पनि खर्च गरिन्छ त्यही भएर चित्त बुझेन हामी छोडेर आयौँ हामीलाई त हामी 10,000 15,000 को खाने भनेर हिँडेकै मान्छे हो होइन त्यही हो कस्टमर होइन अलिकति हुन्छ नि त हो नि अनि त्यसैले हामी यहाँनिर आएको छौँ होइन अब यहाँनिर हेर्नुहोस् म यहाँ दाइहरू बस्नु भएको छ होइन यहाँनिर सिन म यस्तो निस्किन्छु यहाँ हेर्नु यहाँ यस्तो ठाउँमा योभन्दा स्वर्ग केही छ यस्तो ठाउँमा बसेर खानु पाउँदा के कस्तो फिल भइरहेछ दाइ तपाईँलाई यस्तो ठाउँमा बसेर खानु पाउँदा वाउ भइरहेछ वाउ है बबाल है के भन्न चाहनुहुन्छ सनसेट पनि हेर्न पाइन्छ होला अहिले सायद ठिक छ अब यहाँ हामीले खानेकुराहरू अर्डर गरिसकेको छौँ होइन मैसँग यहाँसम्म आइदिनु भयो हेरिदिनु भयो त्यसको लागि आभारी छु धेरै खुसी छु होइन ओम माने पेन्ने ल लेट्स सी गाइस ल गाइस होइन मासु आइसकेको छ मासु चाहिँ यस्तो बन्दो रहेछ होइन यहाँ हेर्नु सबै खाएको देखाइदेऊ कस्तो छ टेस्ट कस्तो छ बबाल छ ल अब होइन अब यहाँ हामीले चाहिँ अब कोकसोक खाँदैछौँ होइन अनि अब आनन्द भइरहेछ जे होस् होइन रमाइलो फिल भइरहेछ यहाँ हेर्नुहोस् है त सिन एकदम रमाइलो फिल भइरहेछ अब म पनि चाख्छु है त कुन पिस चाखौँ तर मलाई हड्डी भएकै पिस मनपर्छ होइन त्यसैले म हड्डी भएकै पिस टिपेँ अनि अचारमा चोबेँ अनि यसरी मजाले दामेको हो अनि हाम्रो ओनर चाहिँ दाइ हो दाइ हजुर भाइको ब्लग छ होइन तपाईँलाई वेलकम छ मेरो ब्लगमा होइन 2-3 शब्द जाओस् भाइको ब्लग राम्रो छ सबैले हेर्नु होला सेयर गर्नु होला होइन भाइ एकदम रमाइलो हुन्छ भाइ यस भाइ अनुहारै कति घसिलो छ दाइ पनि एकदम रमाइलो हुनुहुन्छ होइन तपाईँहरू आउनु पर्यो दाइको होटेलमा चाहिँ आउनु पर्यो होइन हेर्नु ओनर होटेलको ओनर यस्तो मिल्ने हुनुहुन्छ भनेपछि तपाईँ सोच्नु पहिलोचोटि भेट भएको है ल दाइको होटेलमा आउनु पर्यो होइन होटेलको नाम चाहिँ होटेल हेभन इन हो होइन अनि घाम पनि आएको छ होइन यताबाट म यो टिम बसेकोलाई दामी क्लिप बनाउँछु ल कस्तो बबाल आयो यार
ओभर खतरा आयो यार दाइ घामकोले हो यार दाइले भविष्यवाणी देख्नुहुन्छ है क्या हो यार दाइ अलिअलि भनेको पुग्छ कहिलेकाहीँ ठिक छ अघि यस्तो हुस चाहिँ थियो कि होइन त्यसमा घाम लाग्छ मैले सोचेको थिइनँ अहिले एकछिनमा यहाँबाट सनसेट हेर्न पाइन्छ भन्नुभएको थियो तर दाइले भनेको पुग्यो त्यसमा तपाईँ 2 शब्द केही बोल्नु चाहनुहुन्छ अब 2 शब्द के बोल्ने 4 शब्द बोल्दिसक्यो अहिले होइन हेर्न पाइयो ठिक छ दाइ ओभर खुसी भयौँ हामी होटेल एकदम दामी छ होइन अझै अगाडि घुसे लाग्यो न तपाईँको दमा गुलाबरी पथरी काने पोखरी बेला सब देखिन्छन् बिर्तामोड ठिक छ दिस इज अ डग इज भेरी ब्युटिफुल डग से हेलो हाई डग यसको नाम के हो राते ओ रातेले हेरिसक्यो होइन अनि यता यो रातेको मित्र यता छ मेरो साथीको राते दोस्त अनि यहाँको बेस्ट थुक्पा पनि आइसकेको छ होइन चिकन थुक्पा हो अनि अब मैले चाहिँ तातो पानी लिँदैछु होइन ठिक छ म एक बाइट थुक्पा हानेर देखाइदिन्छु तपाईँहरूलाई छम्मालाई गरे यस्तो भिडियो बनाएको छ नि तपाईँहरूलाई मान्छे जस्तो बोल्नु थालेछ त यसले पनि किन दाइ बोल्नु भएको थुक्पा कस्तो लाग्यो दाइ 2 शब्द थुक्पाको बारेमा दामी लाग्यो मिठो छ तर सिलाएर ढिलो गरे भाइ ठिक छ आई लभ इट सुप यो मौसम यो वातावरणले मलाई यस्तो बनायो नि होइन नो वर्ड्स शब्द छैन बयान गर्नलाई माया छैन देखाउनलाई दिन हेर न रमाइलो भयो एक छिन एक पल मान्छेको मजाले चिन राम्रो मान्छेसँग हिँड अनि रमाइलो हुन्छ नहोस् नराम्रो दिन चाहिने सामान किन नराम्रो नकिन फोनमा लाउनु पर्छ पिन यस्तो मान्छे बोलेपछि हुन्छ मेरो मन खिन कैसा लगा मेरा मजाक मेरो साथीहरू चाहिँ यहाँनिर बसिरहेछन् होइन यता डोजरले नयाँ होटेल बनाउनुको लागि काम गरिरहेछ अनि म चाहिँ पिसलाई अपनाउनको लागि एकछिन एकान्तमा बसिरहेको छु होइन हेर्नु सक्नुहुन्छ अगाडिको दृश्य यस्तो देखेर मैले मेरो आँखा अगाडि यस्तो छ मेरो आँखा चाहिँ यस्तो छ मैले यो दृश्यलाई अपनाएर बसिरहेको छु होइन ठिक छ जे छ ठिक छ भएको कुराहरूलाई सम्हालेर भएको मान्छेहरूलाई खुसी राखेर जिन्दगी बिताउने कोसिस गर्छु त्यही हो धेरै कुरा त केही पनि भन्दिनँ म जहाँ गए पनि जति वर्ष जहाँ हरायो पनि अन्तिममा फर्किआउनुपर्छ आफ्नै गाउँ आफ्नै घर जति वर्ष घरबाट टाढा भए पनि अन्तिममा आउनुपर्ने कहाँ घर दिनभरि जहाँ गए पनि बेलुका आउनुपर्ने कहाँ घर त्यसैले आफ्नो घर गाउँ ठाउँलाई नबिर्स्यौँ त्यही हो बुझ्नुभयो नि रातभरि यहाँ बसेर पनि हुँदैन होइन अब घर जानुपर्ने हुन्छ होइन त्यसैले अब यहाँ हामीले खाइसक्यौँ अनि अब घर जाने बेलामा अब अनलाइन पेमेन्ट गरिदिइसक्यौँ अनि अब हामीलाई यहाँको सर्भिस राम्रो लाग्यो त्यसैले होइन अब मसँग धेरै पैसा त छैन होइन त्यसैले म अलिकति निकालेर यहाँबाट 500 रुपिस चाहिँ होइन मलाई यहाँको सर्भिस राम्रो लागेमा होइन जसले दुःख गरेको छ त्यसले फल पाउनुपर्छ त्यसैले यो राजालाई टिप्स हो अनि यहाँ हो त्यो तिमीले राख्नु पर्यो अनि 2 शब्द मेरो भ्लग हो यो मेरो भ्लगमा तिमीलाई वेलकम छ होइन 2 शब्द बोलिदिनु पर्यो भ्लगमा 2 शब्द हाम्रो दाइको भिडियोमा लाइक सब्सक्राइब गरिदिनु त्यति त भन्यो होला नि के भन्नु ल ठिक छ यहाँ हात मिलाएर जाऊ ल यसरी नै सर्भिस हामी मात्र होइन यहाँ आउने प्रत्येक मान्छेलाई यस्तै राम्रो सर्भिस देऊ तिमीले बनाएको हरेक कुरा हामीले सेकुवा पनि खायौँ थुक्पा पनि खायौँ र हरेक कुरा खायौँ हामीलाई हरेक कुरा राम्रो लाग्यो ल हात मिलाऊ ल यसरी नै राम्रो प्रगति गर्दै जानु होइन आमा बाउलाई खुसी राख्नु है त ल ल ल स्याबास त्यसै गरी आजको भिडियो यहीँ सक्नेछु होइन जाने बेलामा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला हो म तपाईँहरूको प्यारो इजी पाब्लो दोर्जे ब्लग्स